सो हेलो एभ्रिवान, तपाईँहरूलाई फेरि पनि नयाँ भिडियोमा सबैलाई स्वागत छ। र यो प्लानिङ चाहिँ भर्खर भएको मेरो साथीको बिचमा। अहिले चाहिँ हामी मौसम लास्टै गर्मी छ, तपाईँहरू हेर्नु त लास्टै घाम लागेको छ होइन। अनि यस्तो घाममा घर बस्नुभन्दा बरु हामी जाउँ बरु घुम्न, कन्याम जाउँ भनेर हामीले डिसाइड गऱ्यौँ। र मैले चाहिँ मेरो ड्रेसअपहरू लगाइसकेँ र म अब मेरो साथीले भेट्न गइरहेको छु। हामी दुईजना जान लागेको, म र मेरो साथी रेमन। अनि अब त्यहाँ गएर म तपाईँहरूलाई देखाउनेछु मेरो साथी आएको है। ल गाइस बाई। साथीहरू हामी यहाँ आइपुग्यौँ यहाँ साथीको घरमा होइन। टक्कसँगले अब यहाँ हल्का पिकअपहरू केटाहरूलाई पिकअप गर्ने, त्यसपछि हामी जाने हो। यहाँ हामी आइपुगेका छौँ। भएन केटा, रेडी भएन? रेडी नभएको तिमीहरू अझै कस्तो बिल्ला भएन रेडी? यस्तै भयो कि केटाहरूले यस्तो ढिलो गर्थ्यो कि यस्तो गरेको बेला हेर नि, पसिना हेर न पसिना यस्तै छ क्या। लास्ट गाइज हामी चाहिँ अब हाम्रो यात्रा सुरु भइसक्यो। शनिश्चरी आइपुग्न लाग्यौँ आइपुग्यौँ बजार आइपुग्न लाग्यौँ। शनिश्चरी चोक है यो चाहिँ बजार। यहाँ त फोनै गर्नुपर्छ क्या चाहिँ गिद्दी हो क्या फेरि। ल यहाँको चाहिँ मलाई त मेरो उतो याद आयो यार। त्यो त रिमाइन्ड नगरौँ हो कसम भनेको यार, मलाई यहाँ यो चौकी होइन, यो रोड यहाँ यो गल्ली कथा छ यहाँ त। यहाँ पुरा एउटा कहानी नै बन्छ क्या होइन भन त। हो लास्टै कुनै दिन म सुनाउँछु तपाईँहरूलाई होइन। अहिले चाहिँ हामी इन्जोय गरौँ है। यो हाम्रो त्यो चाहिँ हामी जाँदैछौँ जयपुर भन्ने ठाउँमा। त्यहाँदेखि चाहिँ बाटो साह्रै राम्रो छ भनेर, किनभने अहिले अब हाम्रो हाइवे चाहिँ लास्टै खराब छ नि त। त्यहाँ चाहिँ अब नेसनल हाइवेको उतो कामहरू चल्दैछ, एसियन हाइवेको। अनि त्यहाँ बाटो लास्टै खराब छ। त्यही भएर हामीले यो बाटो चुज गर्न बाध्य भयौँ। तर यो बाटो पनि नट ब्याड, यो बाटो इज मच बेटर देन हाम्रो हाइवे होइन रेमन। बेटर देन हाइवे हो क्या राइट नाउ होइन सिचुएसनको अनुसारमा। यहाँ हेरौँ न, यहाँ भिड हेरौँ। पछाडिबाट त भिड। गाइस हामी फाइनली हामी यहाँ आइपुगेका छौँ कन्याममा डेस्टिनेसन। हामीले भनेको थियौँ, ओहो के भएछ हेर्नु रहेछ यो त कसले नजर लाग्यो क्या, कति एलर्जी भयो। र पनि केही छैन, हाम्रो डेस्टिनेसन हामी आइपुगेका छौँ। र अब हामी हल्का पेट पूजातिर तर्फ लाग्नेछौँ होइन। फोटो खिच्ने कि नखिच्ने? खिचौँ न, फोटो खिच्ने। ल ठिक छ, फोटोसोटो खिच्यौँ। हल्का भ्यू चाहिँ यस्तै छ है। कन्याम भन्ने बित्तिकै तपाईँलाई थाहा होला झापाको मुटु भन्ने कुरा होइन। ल फाइनली गाइस खाजा खाने ठाउँमा पनि आइयो। दुईवटा जस्तो मोमो लडाएर मात्रै याद आयो भिडियो बनाउनु पर्छ भनेर चाहिँ। अब यस्तै छ, थुक्पा रेडी हुँदैछ हाम्रो।
मासु सकेर मात्रै याद आयो कि भिडियो बनाउनु पर्छ भनेर होइन के कसो त्यस्तै हो नि हो ल खाऊ यो कोनियाममा गोर्खाली फास्ट फुडमा चिकन थुक्पा खाइरहनु भएको छ भाइहरूले एकदम बबाल चाहिँ लास्टै मिठो रहेछ है है मिठो लाग्यो ल धन्यवाद फाइनली गाइज डेस्टिनेसन आइपुग्यो हामी अनि थुप्रै कुरा खाइलाई धाइ सबै कुरा गरिसकेर अब हामी घरतिर लाग्दैछौँ आज हाम्रो सफर यहीँ समाप्त हुनेछ यो भ्लग भरे बेलुकासम्ममा आउनेछ होइन र मौसम यस्तै छ हेर्नु दामी नै छ मौसम फाइनली हामी संसार आइपुग्यौँ मेरो यसो तिर्खा लागेर होइन रेमन तिर्खा लाग्यो है गन्ना यहाँ फेरि दाइले एकदम मिठो बनाउनुहुन्छ यहाँ गन्नाको चिज होइन दाइ गन्नाको चाहिँ एकदम मिठो हुन्छ नि दामी हुन्छ होइन ल हाम्रो यहाँ अब लास्टतिर अब हाम्रो भ्लगको अब एन्डिङतिर हामी आइसकेका छौँ अब यहाँबाट हामी अब 10-15 मिनटमा घर जाने त्यसपछि हुन्छ हाम्रो कुराहरू ल बाई भनिदेऊ बाई गाइस स्टे ट्युन